म चाहिँ उठेर खानासाना पकाएँ। खाना भन्दा नि मैले खाना पकाएँ। दिदीले चिकन पकाउनु भएको रहेछ, ठिक्क ल्याइदिनु पऱ्यो। भाग्यमानीको भुते कमाएर तरकारी पकाउनु परेन गाइज। म चाहिँ एकैचोटि खाना बनाएँ अनि खाएँ। खाना 9 बजे उठेर खाना खाँदा पनि अनि के मिठो नहोस्, खाना मिठो भयो। हतार मैले तातै खाएँ खाना। तरकारी पकाउनु परेन, मलाई छिटो पनि भयो। म आज बाहिर जानु थियो एक ठाउँमा, भाइ बाहिरबाट आइरहेको थियो अनि भाइलाई भेट्न चाहिँ म जान लागेको। आज होलीको दिन है गाइज। हेर्नु पहिलाको होली र अहिलेको होलीमा कति फरक छ क्या। पहिला बाटो हिँड्दा नि पुरा लोलाले हानेर टाउको फुटाइदिएको छ क्या। मलाई यति हानेको छ कि 1 महिना अगाडिदेखि। आजको चाहिँ यो सालको चाहिँ हेर्नु होलीको दिन पनि यस्तो छ क्या, सुनसान। वाउ, हिँड्न पनि कति मजा। पहिला भने 1 महिना अगाडि लोलाले हानेर टाउकोमा पुरा त्यो टाउकै रिगाटै चल्ने गरी हान्थ्यो कि। तर अहिले चाहिँ हेर्नु सुनसान, कस्तो खुसी लाग्यो क्या मलाई। अनि म हिँड्दै गएँ। अब यो भित्र माथिसम्म त टेम्पो सेम्पो के पनि आउँदैन कि गाइज। कति हिँड्नुपर्छ, 5 मिनटको बाटो टेम्पो चढ्नुपर्छ अनि हिँड्नुपर्छ आधा घन्टाको बाटो। यस्तै छ। म चाहिँ गएँ। त्यहाँ टेम्पो पाउने ठाउँसम्म चाहिँ म जान्छु भनेर गएँ। ठिक्क टेम्पो बसिरहेको रहेछ। फेरि हेर मान्छे छैन, हामी 2 जना। बिचरा अब एकछिन कुरेर जाने भन्नुभयो अनि मान्छे आउँदै आएन। अनि हामी 2 जना थियौँ, 2 जनालाई नै लिएर जानुभयो। अनि म नि गएँ। हेर्नु यो होलीको चहल त्यति खासै छैन क्या। अनि म चाहिँ अहिले पुगेँ भाइको रुममा। भाइ चाहिँ हतार मोबाइल लुकाउँछ कि मलाई देखेर, कस्तो डराउँछ। पुरा मोबाइल लुकाउन गइरहेछ कि। अनि त बजिरहेछ त लुकाएको हो। मात्र जानु पर्यो उता ल म आउँदा भाइ मोबाइल हेरिरहेको थियो अनि भाइले लुकायो। ल भाइलाई मैले के ल्याइदिएर त्यो होइन, त्यो के छ र ल यहाँ ए के रहन। ल हेर के हो त्यो। हतार मोबाइल लुकायो। म आएपछि एकछिनमा कुरेर एकैछिन आउनु उता कता जाने भनेको थियो नि मामा। भन्न साँच्चीकै म आउन लागेको, म आधी बाटोमा छु। मामा डुक प्रसाद खतिवडा। तँले हेर घरि ओखलढुङ्गा हिँडेँ म भने साँच्चै जाने हो त भोट हाल्नलाई। राम यिनीहरूले मलाई प्र्याङ्क गरिराखन् भाइ। साँच्ची कसम मैले त यहीँ सुनगा म त सिरियसली पत्ताको के घर जान आँटेको भन्दा त अब के थाहा, अब हुन पनि सक्छ। ए ल हामीले यस्तो बनाउनु भनेको छ अरे गाइस। हेर्नुलाई यो के हो यसको नाम भन त। क्या यो म्यामले बनाउनु भने हो त हो। होलीले हेर्नु न गाइज, होलीले पुरा प्लास्टिकमा पानी भरेर हानेर यो बाटोभरि यस्तो। पहिलाको भित्रभित्र चाहिँ त्यस्तै होली खेलिरहेको रहेछन् क्या। त्यति बाहिर चाहिँ त्यति धेरै थिएन। म चाहिँ अहिले पुगेँ भाइको ठाउँमा। म पुगेँ गाइज, जहाँ पुग्नु पर्ने थियो त्यहाँ। ल हेर्नु यिनीहरू भातकै साटो चक्लेट घन्टीमा भोट हाल्नु। ल घन्टी हो घन्टी। अब चक्लेट खान पऱ्यो क्या, पर्पलवाला चक्लेट खानु पर्यो गाइस। म भाइहरूको कोठामा पनि घन्टीकै पोस्टर रहेछ। मेरो जो सबै मान्छेहरूले घन्टीकै कुरा गरे क्या, त्यही भएर मलाई खुसी लाग्यो। हामी चाहिँ भेटघाट गऱ्यौँ, गफसफ गऱ्यौँ
अनि हामी निस्क्यौँ। यो भाइले चाहिँ विदेशबाट मोबाइल लिएर आइराखेको रहेछ। यहाँ के मिलेन भनेर बनाउनु गएको, पसलै बन्द। अनि गयौँ हामी खरिबोट चोकमा। यहाँ चाहिँ बोटकोमा मोमो पाउँछ है गाइस, तर मिठो पाउँछ है, सिम्पल। अनि यहाँ हामीले मोमो खायौँ। यो भाइ चाहिँ कस्तो लजाउँछ क्या, यो भिडियो नबना भनेर। अनि मैले पनि जबरजस्ती बनाएँ। हामीले मोमोसम्म खायौँ। अनि त्यहाँबाट हामी 3 जना दिदीभाइ हामी छुट्यौँ। बाई बाई गाइस, बाई।